घुम्दै फिर्दै आयो रे गुन्द्रुक र भात खाने दिन आयो रे म बनाउँदैछु गुन्द्रुक रे हेर्नुहोस् है साथी कस्तो हुन्छ रे पानी परेकोले तेल पनि उछिटिन्छ रे खुल्ला छ मेरो भान्सा रे अब म हाल्छु भटमास रे भटमास चलाउँदैछु रे भटमासको आवाज सुन्नु रे कस्तो हावा चलेको छ रे प्याज पनि मैले हाले रे यसरी चलाउने रे टमाटर पनि हाले रे यसरी म चलाउँछु रे आज म बनाउँछु सिम्पल तरिकाले रे पिसेको मसला हाले रे खुर्सानी बेसार नुनी हाले रे यसरी चलाउँछु म रे साथीहरू सबैजनाले हेर्नु रे टमाटर नि पाकिसक्यो रे चलाउँदै अब म हाल्छु गुन्द्रुक रे आज म गुन्द्रुक नभुटिकन हाल्छु रे साथीहरूले भन्नुहोला कस्तो नधोइकन हाल्नुभएको रे तर मैले गुन्द्रुक बनाउँदाखेरि यति सफा गरिकन हाल्छु केही धुनै पर्दैन रे मैले बनाएको गुन्द्रुक त हेर्नुहोस् रे अनि थाहा पाउँछ तपाईँहरूले मसला पाकिसकेको छ रे त्यसपछि पानी ठोक्छु रे चाहिने जति झोल हालिसके रे अब म यसलाई भग भग उमाल्छु रे गुन्द्रुक पाकेर रेडी भयो रे अब म खन्याउँछु रे यसरी खनाए मैले रे भात लिएर बसे रे गुन्द्रुक नि रेडी भयो रे अब चाहिँ म यसरी खान्छु रे मिठो मिठो भयो छ रे